बोल्ने मात्रै होइन नि विकास निश्चित हुने थियो। हेर हर्काले धारणमा काती विकास ल्याइसक्यो। देशमा नि विकास ल्याउने थियो सुदनले खुलुत्तै पारिदियो। जेन्जीले आफ्नो पुस्ताको लिडर खोज्दा नपाएको। लिडर धरानी आकै हो बालेनले माया लाकै हो। भ्रष्टाचारी नेताले डाँडाले काटुमै छेरेको। केपी शेरे प्रचण्डे बोका जस्तै भागेको। महेश बस्नेत बिउबोको भन्छन् दुर्गा परसाईले। बिउबोको खसी पार्नु पर्यो जेन्जीले के राम्रो गर्यो। नेताको घर जलाउनु सबैभन्दा उत्तम हो। आर्जुको मुख नि फुलिएको हस्पिटलतिर हुलिएको। आफ्नै घर जलेको आर्जुले फेसबुकमा हेरेको। फलाकेर लु सकौँ भो जेन्जीलाई बुद्धि देऊ अब। लगायत अरू एमाले काङ्ग्रेस माओवादीका सबै भुँडी ठुलो भएको हो। जनताको पैसा खाएर भुँडी ठुलो भएको भ्रष्टाचारी नेताहरूलाई अझै गोदाइ पुगेको छैन। जेन्जीहरू गएर सक्तो गोदेर तिनीहरूको भुँडी पलाट फुटाइदिए अनि जेन्जीहरू शक्ति मात्रै होइन बुद्धि पनि लगा। शक्ति मात्रै नदेखाउनु बुद्धि पनि लगाएर अगाडि बढ्नु।